यो हो दोलखामा पर्ने एउटा सुन्दर ठाउँ सुन्द्रावती। सुन्द्रावती नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको एक सुन्दर प्राकृतिक र ऐतिहासिक महत्त्वको क्षेत्र हो। यो ठाउँ हरियाली पहाड, स्वच्छ वातावरण, धार्मिक सम्पदा र सांस्कृतिक विविधताले परिपूर्ण छ। यहाँ पुग्दा प्राकृतिक सुन्दरताको अनुपम आनन्द लिन सकिन्छ। सुन्द्रावती दोलखाको प्रसिद्ध गाउँपालिका क्षेत्रमध्ये एक हो, जहाँ हरियाली डाँडाकाँडा, मनोरम पहाड, झरना, खोल्साखोल्सी र प्रशस्त जैविक विविधता पाइन्छ। यहाँको मौसम समशीतोष्ण प्रकारको छ, जसले यहाँको कृषि तथा पर्यावरणीय सन्तुलनलाई सकारात्मक रूपमा असर पुर्याएको छ। रमणीय ठाउँ अनि यो पवित्र ठाउँमा जन्म लिनुभएकी रीता शिवाकोटी मुकुलीको नामले प्रसिद्ध कलाकार, उहाँको सन्तोषी सिरियलको सुटको क्रममा हामीलाई यो दिव्य भूमिमा आउने अवसर मिल्यो। साँच्चै नै यहाँको दृश्य निकै मनमोहक छ, आनन्दित छ, शान्ति छ। हाम्रो सन्तोषी टिम बाटो बिग्रेर यसरी हिँड्दै गइरहेछौँ लोकेसनसम्म। यसरी जाँदैछौँ, राम्रोसँग आइसिला। रमाइलो छ यात्रा। दोलखा गाडी गयो भए त घरमै पुगिन्थ्यो नि। म सधैँ कुरा गर्छु उहाँको, उहाँले देखिनुभयो त म उहाँको घरमा गई के गरेर आएको छु। लक्ष्मी दिदीले ल्यायो मलाई। दिदीलाई गाह्रो भयो। पानी परेन भने त्यस्तो भारी बोकाएर हजुर मेन प्रब्लम भनेको पानी हो। ओ तिम्रो बोल्यो भने पैसा लाग्छ। बाटो त्यही हो। यसरी रमाइलो भइरहेछ।
स्क्रिप्ट पनि चाहियो। एकदन्ताविदे वक्रतुण्डादिमे तन्नोदन्ति प्रचोदयात् महाकर्णाविदे वक्रतुण्डादिमे तन्नोदन्ति प्रचोदयात् गजाननाविदे वक्रतुण्डादिमे तन्नोदन्ति प्रचोदयात्। ओम श्री गणेशाय नमो। ओम श्री गणपति बाबा। ओम श्री गणनायक भगवान। ओम रिद्धि सिद्धि भगवान। ओम श्री सिद्धि विनायक। ओम श्री कार्य विनायक भगवान रक्षक भगवान। ओम ग्राम ग्रीम ग्रुम श गुरुवे नमः। ओम श्री बृहस्पति भगवान की जय हो। ओम मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि आपदामपहतारं दातारं सर्वसंपदां लोकाभिरामं श्रीरामं भूयो भूयो नमाम्यहं। रामाय रामभद्राय रामचंद्राय मानसे रघुनाथाय नाथाय सीताय पते नमः। ओम कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारवृन्दे भवन भवानी शैत्यं नमामि। भवानी शंकरौ वंदे श्रद्धा विश्वासरूपिणौ यमाप्यं विना न पश्यन्ति सिद्धा स्वन्तस्तमीश्वरम्। कम्बलं शङ्खपालं धृतराष्ट्रं तक्षकं कालियं तथा एतानि नम नामानि नागानां महात्मानम्। ओम जय नाट्येश्वरी भगवान के जय। सरस्वती माँ के जय। बृहस्पति भगवान की जय। काल भैरव बाबा की जय। बजरंगबली भगवान की जय। ओम श्री हनुमाने नमः। अंजनी गर्भ संभूत कपिंद शचिओतम राम प्रिय नमस्तुभ्यं हनुमन रक्ष सर्वदा। ल भगवान। ओम श्री बजरंगबली भगवान श्री गुरु गणेश। तुलसी तुलसी जय भोलेनाथ। जय जय बजरंगबली बाबा की जय हो। जय नाट्येश्वरी। जय नाट्येश्वरी। एक शॉट में यो हो सुन्द्रावती झरना। यसैको नामबाट यो ठाउँको नाम पनि राखिएको हो। साँच्ची नै नाम जस्तै कति सुन्दर अनि लोभलाग्दो ठाउँ छ। जति हेर्दा पनि हेरिरहँ जस्तो लाग्ने, आँखै नथाक्ने। यहाँ आएर पूजाआजा गरेपछि मान्छेको मनोकामना पूरा हुने धार्मिक मान्यता पनि रहेको छ। ल लिम लिम ल लिम है। हाई स्पिड नखिचौँ है। हाई स्पिड नखिच। ल तेल लाको मात्रै, तेल सट्टा हात लाको मात्रै हाई स्पिड खिचौँ। सिन अलि उडा छ यसै गरौँ। घडी अप्सरा ल छोरी बुझ्केर यत्रो भइसकेको छ कलकारको। ल है ल आर्टिस्ट मोड आफ्नो त डाइलेक्ट छैन। रोलिङ एक्सन। बुढीज्यू के अब तेल लाउने हो? लाउने त हो त। दुख्यो दुख्यो असाध्यै दुख्यो। पङ्ग भाउजू कट। सुन्द्रावतीको बजार भयो चाहिँ।
दिइरहेको छौँ यहाँ आनन्दले इन्जोइङ भइरहेछौँ हामी विभिन्न दिने मजा पनि लिने मान्छे भनिरहेछौँ अब विभिन्न दिने भन्ने त भनिरहेछौँ गाडी ठाउँमा आइसकेको छौँ हामी यहाँका स्थानीय बासिन्दाहरूले कृषि पशुपालन तथा पर्यटनमा आधारित जीवनयापन गर्छन्। आलु मकै धान गहुँ कोदो र तरकारी उत्पादन यहाँका प्रमुख कृषिजन्य उपज हुन्। साथै यहाँको जैविक कृषि प्रणालीले स्थानीय उत्पादनलाई स्वास्थ्यकर र गुणस्तरीय बनाएको छ। पशुपालनको हिसाबले गाई भैँसी बाख्रा तथा भेडाको पालन मुख्य व्यवसाय हो। आज हाम्रो आमालाई यसरी बोकेर हिँड्नु परेको छ बिचरा। अनि ठिक छ नि दिदी? आज रोपाइको सिन भए भएर अब क्यामेरा रेडी पार्नु रेडी छ। उता गइसक्यो क्यामेरा। रोपाइको सिन भए भएर आज यसरी आमाले सके नसके पनि बोक्दै यसरी आइरहेछौँ। आनन्दको ठाउँ धेरै वर्षपछि यस्तो अनुभव गर्न पाइयो। वाह 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 वाट अ ब्युटिफुल। हेर्नुहोस् त कति मजाको। हिलो लागेर हेर कस्तो दामी मिलेको खेत। जस्तो पहिलाको उसले ह गर्छ ड्रोनबाट के हो ड्रोनबाट लिने क्यामेरादेखि लिने उसको मात्र क्या गरिरहेको छ नि। हजुर त्यो अनि त्यसपछिबाट आमालाई एकछिनमा लगेर त्यहाँ लगेर आमाको क्यामेराले खिच्छौँ। अनि ल है ल अब आफू त सक्दिनँ के गर्नु हुन त घरै बसे पनि यो क्यामेराको यो नोट खोली नोट थ्याङ्क यू। हराउने हो कि यहाँ एउटा राख्नु त्यही ल भनेर आमाले त्यो भनेपछि पनि आमालाई आउट गरौँ ल यदि लिम त्यसो भए। गजबले चलाएछ। ल अब हाम्रो सुटिङ सुरु। आमा बिचरा जुका हेर जुका खाओस् अलिअलि फोहोर रगत खान्छ अरे भन्ने सुनेको थिएँ। खाओस् फोहोर रगत। ऐसा गया 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 गया। धार्मिक दृष्टिकोणले पनि सुन्द्रावती विशेष महत्त्व राख्छ। यहाँ विभिन्न पुरातात्विक तथा धार्मिक स्थलहरू छन् जसले यस ठाउँलाई धार्मिक पर्यटनका लागि उपयुक्त बनाएको छ। प्राचीन मन्दिरहरू देवीदेवताका स्थलहरू तथा स्थानीय आस्थाका केन्द्रहरूले श्रद्धालु भक्तजनलाई अझ बढी आकर्षित गर्दछन्। हिन्दू धर्मावलम्बीहरू यहाँ विशेष पर्वहरूमा पूजाआजा तथा दर्शन गर्न आउने गर्दछन्। सांस्कृतिक रूपमा पनि सुन्द्रावती निकै समृद्धि छ। यहाँका स्थानीय समुदायले आफ्नो मौलिक परम्परा लोकगीत नृत्य तथा चाडपर्वलाई विशेष महत्त्व दिन्छन्। दसैँ तिहार तीज लोसार गाई जात्रा जस्ता चाडपर्वहरू यहाँ भव्य रूपमा मनाइन्छ।
स्थानीय जातीय समूहहरूको विशेष सांस्कृतिक तथा परम्परागत अभ्यासहरूले यस क्षेत्रलाई अझ मौलिक बनाएको छ। विशेष गरी परम्परागत बाजागाजा, लोकनृत्य र धार्मिक अनुष्ठानहरूले यहाँको मौलिक पहिचान अझ बढी झल्काउँछ। पर्यटन क्षेत्रका हिसाबले पनि सुन्द्रावती लोभलाग्दो गन्तव्य हो। यहाँका पहाडी भूभाग, हरियाली वन जङ्गल, शीतल खोला नाला तथा मनोरम दृश्यहरू घुम्ने फिर्नेका लागि उपयुक्त छन्। यहाँका उकाली ओह्राली सडक तथा पदमार्गले पदयात्रा तथा प्राकृतिक प्रेमीहरूलाई लोभ्याउने गर्दछ। हिउँ तथा बर्सातको मौसममा यहाँको प्राकृतिक दृश्य अझ मनमोहक देखिन्छ। सुन्द्रावती प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा धार्मिक आस्थाको सङ्गम भएको रमणीय गन्तव्य हो। यहाँको शान्त वातावरण, स्थानीय संस्कृति तथा पर्यटकीय सम्भावनाले यसलाई अझ बढी आकर्षक बनाएको छ। जुनसुकै मौसममा पनि यहाँको सौन्दर्य यात्रुहरूलाई मोहित पार्ने खालको छ। यदि तपाईँ प्राकृतिक सुन्दरता, धार्मिक आस्था र सांस्कृतिक सम्पदाको अनुभव गर्न चाहनुहुन्छ भने सुन्द्रावती निश्चय नै भ्रमण गर्नुपर्ने स्थानहरूमध्ये एक हो। यसरी नै सुन्द्रावतीको मनमोहक दृश्य, शान्त वातावरणसँग रमाउँदै करिब 1 हप्ताको बसाइपछि हाम्रो टोली सुटिङ सकेर फेरि काठमाडौँ नै फर्कियौँ। र यस्तै भिडियोहरू हेर्नको लागि तपाईले लाइक, शेयर र यो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ। नमस्कार।